नमस्कार, तपाईलाई हार्दिक स्वागत गर्छु युट्युब च्यानल वापाज कर्नरको वापाज रिपोर्टमा। आजको वापाज रिपोर्ट साकेला र बुद्ध जयन्तीको अवसरमा गरिएको शुभकामना आदान-प्रदानको विषयमा रहेको छ। हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुल धरान 15 ले विद्यार्थी र समाजबीच शुभकामना आदान-प्रदान राखेको थियो। पाठ्यक्रममा रहेको विषयको बारेमा व्यावहारिक रूपले शुभकामना आदान-प्रदान गरिएको कार्यक्रम निकै रोचक थियो। हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले धरान 15 को श्यामचोकमा सार्वजनिक रूपले सो कार्यक्रम आयोजना गरेको थियो। वापाज रिपोर्टको यो बसाइमा अब हेर्न सक्नुहुनेछ साकेला र बुद्ध जयन्तीको अवसरमा हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुल धरान 15 ले आयोजना गरेको कार्यक्रम। विद्यार्थीहरू आफ्नो सांस्कृतिक पहिरनमा भेला हुँदैछन्। उनीहरू यो पहिरनमा भेला भएर विद्यालयबाट अलि माथितिर रहेको चोकमा सार्वजनिक कार्यक्रम गर्न लागेका हुन्। कार्यक्रम हो नजिकै गरेको साकेला र बुद्ध जयन्तीको शुभकामना आदान-प्रदान। विद्यार्थीहरूलाई यो कार्यक्रमको संयोजन हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुल धरान 15 ले गरिदिएको हो। साकेला मुख्यतया किराँत राई समुदायसँग जोडिएको सांस्कृतिक चाड हो भने बुद्ध जयन्ती बौद्ध धर्म मान्ने समुदायसँग जोडिएको धार्मिक चाड। विद्यालयबाट थोरै उत्तरतिर श्यामचोक छ। श्यामचोकले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको शालिगलाई जोगाएको छ। त्यही चोकमा हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले साकेला चाड र बुद्ध जयन्तीको बारेमा शुभकामना आदान-प्रदान गर्ने तयारी गरिरहेको छ। विद्यालयले यसरी सार्वजनिक रूपमा कार्यक्रम गर्नुको अर्थ पाठ्यक्रममा रहेको विषयलाई व्यावहारिक र सामाजिक रूपले विद्यार्थीलाई बुझाउनु थियो। विद्यालयले प्रयोग गरेको यो नयाँ शैलीलाई साथ दिन अभिभावक तथा स्थानीयवासीहरू पनि भेला भएका थिए। विविधतामा एकता भन्ने नारालाई चाहिँ प्रस्तुत गर्नको लागि चाहिँ हामीले यस स्कुलमा विभिन्न जात जाति धर्म कल्चर ट्रेडिसन्सको प्रोग्रामहरूलाई चाहिँ अँगालेर निहालेर र सँगसँगै हामीले मनाएर विद्यार्थीहरूलाई विभिन्न खालको धर्म संस्कृतिको पहिचानको कुरा गर्दै परिचय दिँदै र हामीले कसरी मनाउनुपर्छ भन्ने कुरा सिकाउँदै आइरहेको छौँ। र त्यसै अन्तर्गत चाहिँ हामी आउन गइरहेको किराँतहरूको महान चाड उभौली साकेला 2082 अर्थात् किराँत यालेदोङ 50-85 साथसाथै बुद्ध जयन्तीको जुन चाड आइरहेको छ त्यसको विषयमा प्रस्तुत गरेर के हो कसो हो र कसरी मनाइन्छ यसको इम्पोर्टेन्स यसको महत्त्व के छ हाम्रो नेपाली समाजमा यो कुराहरू प्रस्तुत गर्नको लागि आएका छौँ। र फेरि पनि हाम्रो निमन्त्रणा स्वीकार दिनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद। आशा छ हजुरहरूले यो कार्यक्रम निकै मजाका साथ हेरिदिनुहुनेछ, यसबाट केही कुरा सिक्नुहुनेछ र सँगसँगै भरपुर मनोरञ्जन पनि लिनुहुनेछ। कार्यक्रम विद्यालयको बाल क्लबका अध्यक्ष निनिमा राईको अध्यक्षतामा सुरु भयो। स्वागत मन्तव्य दिन हिबिस्कस बाल क्लबका उपाध्यक्ष आस्था राउत। Distinguished guests from different organizations. I am Asta Udas, studying in grade 9 from Hibiscus English Boarding School and Deputy Chairperson of Hibiscus Science Club. As it has been shown many times, our school is inclusive in all culture and tradition. We observe and celebrate tradition of all ethnicities, cultures and religion. So, with that thought, today we are gathered over here to access wishes of upcoming festivals, Uvauli Sakela and Buddha Jayanti. So, from the Hibiscus Science Club team, I would like to wish everyone present over here, welcome to our beautiful program. Welcome. स्वागत मन्तव्यपछि सुरु भयो बुद्ध जयन्तीको बारेमा जानकारी दिने। बुद्ध जयन्तीको बारेमा जानकारी गराउँदै
विद्यालयकी शिक्षिका प्रज्वलिता श्रेष्ठ। हाम्रो अब आउन गइरहेको वैशाख 29 गतेका दिन बुद्ध जयन्ती अवसरमा हामीहरूले बुद्ध जयन्ती मनाउनुको मुख्य कारण के हो, यसको महत्त्व के हो भन्ने बारेमा छोटो जानकारी दिन म गइरहेको छु। बुद्ध जयन्ती विशेष गरी यो बौद्ध धर्मावलम्बीहरूको महान चाड मानिन्छ। सिद्धार्थ गौतमको जन्म आजभन्दा धेरै वर्ष अगाडि लुम्बिनीमा भएको थियो र त्यहाँ जन्मिएका राजा यो शुद्धोधनका छोरा गौतम बुद्धले एक दिन बजार घुम्ने क्रममा 3वटा कुराहरू देख्नु भएछ। एक रोगी मानिस, अर्को वृद्ध मानिस र अर्को मरेको मानिस देख्नु भएपछि उहाँलाई चाहिँ मनमा साह्रै नराम्रो लागेछ र उहाँले सोच्नु भएछ, ओहो समस्त प्राणीहरूलाई कति दुःख रहेछ, यो दुःखको मूल कारण के रहेछ भनेर उहाँले चाहिँ शान्तिको खोजीको लागि उहाँले मध्यरात आफ्नो राजपाट परिवारलाई सबैलाई त्यागेर शान्तिको खोजीमा दरबारबाट बाहिर निस्किनु भयो। यसरी भौतारिदेय ज्ञान प्राप्त गर्नको लागि करिब 7 वर्षसम्म उहाँले कठोर तपस्या गर्नुभयो र एउटा रुखको मुनि जसलाई चाहिँ बोध गया भनिन्छ, यो चाहिँ बिहारमा पर्छ, त्यहाँ बसेर तपस्या गरिरहनु हुँदाखेरि उहाँलाई अकस्मात ज्ञान प्राप्त भयो र उहाँ सिद्धार्थ गौतमबाट बुद्धत्व बन्नुभयो। बुद्ध जयन्तीको विषयमा जानकारी दिएपछि साकेलाको विषयमा जानकारी दिए नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनक ऋषि राईले। साकेवा र उभौलीको विषयमा जानकारी गराउँदै जनक ऋषि राई, विशेष गरी साकेला चाहिँ डान्स अथवा नृत्य भनेर बुझ्छ। यो साकेला चाहिँ नृत्य होइन, यो साकेला चाहिँ एउटा पूजा हो, त्यो पनि प्रकृतिको पूजा। साकेला भनेको प्रकृतिको पूजा हो। यसमा 2टा शब्द छ, एउटा साकेला छ अनि अर्को चाहिँ उभौली भन्ने शब्द छ। साकेला चाहिँ प्रकृतिको पूजा हो, उभौली भनेको चाहिँ चाड हो। यसलाई म चाम्लिङ भाषी भएको हुनाले केही कुराहरू चाहिँ चाम्लिङ भाषाबाट मात्र भन्दाखेरि यसको अर्थ लाग्छ। म केही कुराहरू चाहिँ चाम्लिङ भाषाबाट चाहिँ तपाईँहरूलाई भन्ने गर्छु। साकेला भनेर तपाईँले जे बुझिरहनु भएको छ, जे सुनिरहनु भएको छ, यो चाहिँ चाम्लिङ भाषाबाट आएको शब्द हो। यो साकेलाले चाहिँ साकेला भन्ने यो 3टा शब्द छ। सा भनेको सायाताली, सायातालीको अर्थ चाहिँ चाम्लिङ भाषाबाट धनुकाँड भन्ने हुन्छ। केन भनेको चाहिँ झ्याम्टा हो, ढोल झ्याम्टा, अनि ला भनेको चाहिँ ठाउँ हो। यो चाहिँ धनुकाँड बोकेर चाहिँ नि ढोल झ्याम्टा बजाउँदै जुन ठाउँमा बजाइन्छ त्यो ठाउँलाई चाहिँ साकेला भन्ने गरिन्छ। अनि तपाईँले सुन्नुभएको होला खोटाङमा साकेला गाउँपालिका भन्ने छ। यही साकेलाबाट त्यो गाउँपालिकाको नाम साकेला भएको हो। म त्यही गाउँपालिकाबाट बिलोङ्स गर्छु, मेरो गाउँपालिकाको नाम पनि साकेला हो। अनि साकेलासँग जोडिने अर्को शब्द चाहिँ उभौली शब्द हो। यो उभौली शब्द चाहिँ यो हाम्रो नेटिभ, हाम्रो मदर टङ, हाम्रो चाम्लिङहरूको मदर टङ होइन। यो चाहिँ खस नेपाली भाषा हो, जो अहिले मैले बोलिरहेको छु। यो भाषाबाट चाहिँ उभौली भन्छ। हाम्रो मदर टङबाट, हाम्रो चाम्लिङहरूको भाषाबाट चाहिँ उभौलीलाई धिरिनाम भन्छ। यहाँ बान्तावाहरूकै हुनुहुन्छ भने बान्तावाहरूले चाहिँ दोङदावा भन्छ। म चाम्लिङ भाषी भएको हुनाले हामी चाहिँ धिरिनाम भन्छौँ। यो धिरिनामको अर्थ चाहिँ अघि भने जस्तै उभौली भन्ने अर्थ लाग्छ। यसलाई उभौली किन भनियो त भन्दाखेरि चाहिँ यो बेला जमिन तातो भएको हुनाले, अर्थात् जमिन तातो भएपछि चिसो खोज्दै खोज्दै सबै जनावरहरू अथवा चराचुरुङ्गी, विशेष गरी चराचुरुङ्गीहरू चाहिँ उकालो लाग्छ अथवा उँभो लाग्छ अथवा अपवार्ड्सतिर भन्छ नि होइन, अपवार्ड्सतिर लाग्छ। त्यो हिसाबले चाहिँ यसलाई चाहिँ उभौली भनिएको हो। पाठ्यक्रममा रहेको विषयवस्तुको बारेमा शुभकामना र जानकारी दिएपछि विद्यार्थीहरूले विभिन्न जातिहरूको संस्कृतिमा आधारित नृत्यहरू प्रस्तुत गरेका थिए। साकेला र बुद्ध जयन्ती नजिकै गरेकोले सोही विषयसँग सम्बन्धित संस्कृतिमा आधारित सांस्कृतिक नृत्यहरू देखाइएको थियो। यो कार्यक्रम किन गर्नु पर्यो त? विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राई, यो कार्यक्रममा विशेष गरी चाहिँ बच्चाहरूमा के अरे स्कुलका नानीहरूमा विशेष गरी अहिले
संस्कार संस्कृतिहरू हराउँदै गइरहेको छ होइन। त्यही संस्कार संस्कृतिलाई बच्चाहरूमा नानीहरूमा जानकारी गराउन, त्यो सँगसँगै स्कुल र समुदाय बिचको एउटा जुन सम्बन्ध हुनुपर्ने त्यही सम्बन्ध विस्तार गर्नको लागि चाहिँ यो कार्यक्रम खासमा गरिएको हो। यो भनेको चाहिँ यसको प्रभाव भनेको चाहिँ बच्चाहरूमा चाहिँ कुन संस्कार कुन संस्कृति कस्तो हुँदो रहेछ भन्ने जानकारी चाहिँ हुन्छ र समुदाय बिचमा पनि यो स्कुलबाट चाहिँ यस्तो किसिमको क्रियाकलापहरू चाहिँ हुँदो रहेछ भन्ने जानकारी हुन्छ। हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले पाठ्यक्रमलाई समाजसँग जोड्न खोजेर सकारात्मक काम गरेको छ। यसले व्यावहारिक रूपमै विद्यार्थीहरूलाई ज्ञान प्राप्त हुन्छ। यस्तो गतिविधि सबै विद्यालयले गर्न आवश्यक देखिन्छ। युट्युब च्यानल वापाज कर्नरको वापाज रिपोर्टमा भर्खरै देखायौँ हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले पाठ्यक्रममा आधारित रहेर समाजमा गरेको गतिविधि। यो रिपोर्ट तपाईँलाई कस्तो लाग्यो? मलाई सुझाव दिएर सच्याउन सक्नुहुनेछ। यसको साथै यसलाई अझ राम्रो के गर्न सकिन्छ तपाईँको साथ पनि खोजिरहेको छु। हेरेर साथ दिनुभएकोमा तपाईँप्रति आभारी छु। साथै लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहुनेछ भन्ने आग्रह पनि गर्छु। हवस् त, वापाज कर्नरको वापाज रिपोर्टबाट बिदा माग्छु। अर्को अङ्कमा अर्को रिपोर्ट लिएर आउने नै छु। त्यही समयसम्मको लागि तपाईँबाट बिदा माग्छु। वापाज कर्नरको वापाज रिपोर्ट, वापाज पोएम र वापाज टक हेर्दै रहनुहोला। आलाङ्ने।